हेलो गाइस, गुड मर्निङ। कस्तो हुनुहुन्छ? आई होप राम्रो हुनुहुन्छ होला। अनि म चाहिँ बिहान बिहान उठेर आज चाहिँ मासु पकाऊँ भनेर सोचेर राति नै मैले मासु फ्राई गरेर राखेको थिएँ नि त होइन। अनि त्यही मासुको लागि आज मैले सबै तयारीहरू गरिसकेँ। तेलमा गरम मसला तेजपत्ताहरू हालेर अन्त प्याज हालेर हल्का रेड हुनुको लागि छोड्दै होइन। सबैले नै यसरी नै पकाउँछ अनि म पनि यसरी नै पकाउँछु। त्यसपछि म अन्त टमाटरहरू हाल्छु भनेर टमाटरहरू पनि काटेर राखेको थिएँ होइन। अन्त अदरक लसुनको पेस्ट हालेर चाहिँ म यसलाई हल्का चलाउँछु है, गोल्डन ब्राउन हुनुको लागि छोडिदिएँ। त्यसपछि मैले टमाटरको पेस्टहरू पनि सबै हालेर चाहिँ चलाउनु पऱ्यो। अब सबैले पकाउने तरिका त त्यही नै हो गाइस होइन। अन्त हामी घरमा पनि मैले यस्तै सिकेको थिएँ अनि अहिले पनि यहाँ यस्तै पकाएर खाइरहेको छु। यसरी पकायो भने चाहिँ मिठो हुन्छ नि त। अन्त आज चाहिँ मैले चिकन पकाएको थिएँ, त्यही भएर अनि यहाँ चिकन मसला मैले नयाँ किनेर ल्याएको थिएँ। हतपतमा चिकन मसला ल्याउँदिनँ। त्यसपछि गरम मसला, हल्दी, रङ खोर्सानी त्यही त हो मसलामा होइन। सबैजनाले त्यस्तै मसलाहरू नै लगाउँछ। अन्त त्यो लगाएर हल्का पानी लगाएर यसलाई मैले पेस्ट बनाएँ नि त। त्यत्तिकै हालेर चाहिँ मसला डढ्छ, त्यही भएर चाहिँ मैले पेस्ट बनाएँ। अन्त पेस्ट हालेर यसलाई मजाले चलाउने हो जबसम्म यो मसला पाक्दैन, नभए टक्सै गनाउँछ नि त। त्यही भएर चाहिँ राम्ररी पकाएर अनि नुन पनि हालिदिइसकेँ। कुकरमा चाहिँ के पकाएको छ साथीले बसाएको मैले होइन। चिकन हालेर चाहिँ मजाले भुट्दै छोप्दै पकाउँदै गरेँ होइन, किनभने डढ्छ नि त। अन्त त्यसपछि म अलिकति पानी हालेर मजाले छोप्छु। अन्त मजाले पाक्छ यो क्या। बिस्तारै पकाउनुपर्छ, मिठो हुन्छ नि त चिकन चाहिँ। बिस्तारै पकायो भने तपाईँहरूले चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी नै पकाउँछु। मासु पाकेपछि चाहिँ त्यसपछि मैले धनियाँ हालेँ। धनियाँ हालेपछि तपाईँहरूलाई थाहै छ मिठो हुन्छ। तपाईँहरूलाई ब्लग कस्तो मन पर्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई गाइस।